अमेरिकामा गर्मी बढेर छाताले लगायो सनस्क्रिन। गर्मी बढेर फेरि यसले दिए राजीनामा। झापामा हावाले उडायो एक गर्भवती पुरुषको टोपी। नेपाल र क्रिकेटको म्याचमा नेपालले हाल्यो 4 गोल। गोर्खामा एउटा बाख्री ओडा अध्यक्षको चुनावमा उठ्दै। अत्याधिक गर्मी बढ्नुको राज खुलासा। अत्याधिक गर्मी बढेका कारणले खेलाडीहरूले पनि छाता ओढेर फुटबल खेल्न थाले। रुस युक्रेन युद्धमा बढ्यो राज्य समालको माग। नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ दुनियाको सबैभन्दा हावा तर विश्वासिलो समाचारमा। म हो समाचार भन्ने मान्छे र म हुँ समाचार भन्ने मान्छेको भाइ। अब समाचार सुरु गरौँ विस्तारमा। सुरुमा मौसम सम्बन्धीको समाचार। आज एका बिहानै करिब रातिको 9 बजे एकजना गर्भवती पुरुषको टोपी हावाले उडाएको छ। उक्त टोपीले उक्त पुरुषलाई खोजिरहेको छ। यदि कसैले भेट्टाउनु भएमा एक लात्ती हान्नुहोला। धन्यवाद। चितवनमा वात्तै गर्मी बढेका हुनाले एउटा घरमा एसी र फ्यान राजीनामा दिएर घर छोडेर गएका छन्। र घर मालिक भन्छन् उक्त घर छोडेर गएको एसी फ्यान कसैले बाटोमा देख्नुभयो भने अफ गरिदिनु होला। बिजुलीको बिल धेरै उठ्ने राज्य समालले दाबी गरेका छन्। टुडुङ टुडुङ ठुस ठुस। अब सुरु गरौँ खेलकुद समाचार। आजको नेपाल र इन्डियाको क्रिकेट म्याचमा नेपालले 4 गोल हानेर नेपालको नाम इतिहासबाट मेटेको छ। टुडुङ टुडुङ ठुस ठुस। क्रिकेट म्याचकै क्रममा अत्याधिक गर्मी बढेका कारणले खेलाडीहरूले छाता ओढेरै फुटबल गेम खेलेका छन्। अब सुरु गरौँ राजनीति समाचार। टुटुन टुटुन ठुस ठुस। अमला काण्डमा भाइरल बनेका बाजे 84 को चुनावमा उठ्ने भएका छन् र भन्छन् मैले चुनाव जिते भने सबैलाई अमला फ्रीमै खुवाउँछु। अत्याधिक गर्मी हुनुको पछाडि घाम लागेर हो भन्ने गोप्य कुरा भविष्यका प्रधानमन्त्रीबाट खुलासा। गोर्खाको स्याउली भन्जाङमा एउटा बाख्री ओडा अध्यक्षको चुनावमा उठेकी छन्। उसलाई भोट हाल्नका लागि उसका एक्स बोकाहरू लाइनमा बसेका छन्। उक्त चुनावमा उठेकी बाख्राको 4 वटा बोकासँग अफेयर रहेको ओडा अध्यक्षको सचिवालयले जनाएको छ। टुटुन टुटुन ठुस ठुस। अब सुरु गरौँ वैदेशिक समाचार। मलाई एका बिहान मेसेन्जरमा भिडियो कल आएको छ। एमा के छ वैदेशिक समाचार? विदेशबाट कल आएको हो नि। टुटुन टुटुन ठुस ठुस। अमेरिकामा धेरै गर्मी बढेका कारणले छाताले पनि सनस्क्रिन लगाउन थालेको छ। रुस युक्रेन युद्धमा रुसी सेनालाई पराजित गर्न नेपालको महानायक राज्य समालको माग 3 गुणा हुत्त बढेको छ। नासामा साइन्टिस्टहरू भोलि बिहानै उठेर काम गर्नुपर्छ भनेर अलार्म लगाउन थालेका छन् भन्ने कुरा जय किशन बस्नेतको दाबी रहेको छ। बाँकी समाचार अर्को हप्ता लाइक शेयर सब्स्क्राइब गर्नु। टुटुन टुटुन ठुस ठुस।